स्वर र उहाँको सङ्गीतहरू, उहाँको टुक्काहरू, उहाँको जो लय छ, उहाँको जो जुन हिसाबले उहाँले जो एल्बम निकाल्नु भएको छ, यो किन यदि सुन्नुभयो भने चाहिँ मेरो फ्यान रहेछ यो मान्छे कहाँको हो भनेर चाहिँ उहाँले सोध्नु होला होइन। हजुर, मलाई चाहिँ रामजी खाँड र राजु परियार दुईवटा चाहिँ हुन त अन्य कलाकार हुनुहुन्छ होइन, तर के सपना बोकेर आएको थिएँ। हजुरहरूसँग भेट गर्न पाउँदा म साह्रै खुसी लागेको छ। तिमी मेरी यो दिल की रानी बस्यो माया, ख्याल ख्यालमै जाने भन्न काँडा छ। दर्शक महानुभावहरू नमस्कार। म आवाजमा दिपक गोली बोलिरहेको छु भने क्यामेरामा हुन्छ रमेश ऐसी। यति बेला हामी काठमाडौँमा छौँ। काठमाडौँबाट तपाईँहरूको माझमा एकजना यस्तो प्रतिभाशाली व्यक्तित्व लिएर आएका छौँ। म उहाँसँग कुराकानी गर्न गइरहेको छु। तपाईँहरू यो भिडियो अन्तिमसम्म हेर्नुहोला। यदि मन परेमा लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न अवश्य पनि नभुल्नुहोला भन्दै म उहाँसँग कुराकानी गर्न गइरहेको छु। स्वागत छ। हजुर, धन्यवाद सर। आराम हुनुहुन्छ? हजुर सर, आरामै छु। के छ नयाँ नौलो खबर? सबै सन्चै छौँ भनौँ। हजुरको शुभ नाम? मेरो नाम देवसिंह ओली। म हाल तुलसीपुरबाट, अहिले म काठमाडौँमा छु। मेरो घर चाहिँ तुलसीपुर उपमहानगरपालिका 5 रानी जरुवा दाङमा। सानो एउटा यसो केही 2-4 शब्द के सपना बोकेर आएको थिएँ। हजुरहरूसँग भेट गर्न पाउँदा म साह्रै खुसी लागेको छ। हजुरले त्यो गीत पनि गाउनुहुन्छ, बाँसुरी पनि बजाउनुहुन्छ र मादल पनि बजाउनुहुन्छ भन्न सुनेका थियौँ, साँचो हो? हजुर सर, बाँसुरी र मादल चाहिँ हल्का फुल्का आफूले जाने जतिको आउँछ भने। अब हामी गन्थन मन्थन भन्दा पनि तपाईँको एउटा हामी गीत सुन्छौँ। बाँसुरीबाट कि सर भोइसबाट? बाँसुरीबाटै सुनौँ न। म एउटा हाम्रो आदरणीय दाइ रामजी खाँडको स्वर हो यो, यादै यादमा तन मन जल्छ भन्ने एउटा मेरो पुरानो यो एउटा मेरो पहिलेदेखिको मेरो दाइ उहाँको चाहिँ स्वर असाध्यै मन परेको भएको कारणले म उहाँकै नाम लिएर जान्छु। जाने नजाने भए पनि अब अलिकति सानो एउटा प्रयासभरि गरिदिन्छु, सुनिदिनु होला भन्ने चाहिँ पूर्ण आशा छ होइन। म एउटा त्यही यादै यादमा भन्ने गीतमा जान्छु है। हस् हस्। आहा, कति मिठो बजाउनु भयो देवजी। अरू के छ नयाँ नौलो खबर? सबै ठिकै छ सर, अहिलेसम्म बाँचेकै छ, सबै सन्चै छौँ। घर परिवारमा सबैजना आरामै हुनुहुन्छ? एकदमै सर। घरमा को हुनुहुन्छ अहिले? घरमा हामी चाहिँ 4 जनाको परिवार हो। मेरो वाइफ एन्ड मी एन्ड माई, भनौँ न मेरो छोरा एन्ड छोरी।
चारजनाको सुखी परिवार अनि खुसी परिवार हुनुहुन्छ। हजुर सर। अनि यो तपाईँले बाँसुरी बजाउन कसरी सिक्नुभयो र कहिलेदेखि सिक्नुभयो? तपाईँलाई सिकाउने कोही हुनुहुन्थ्यो कि आफै सिक्नु भयो देवजी? मैले आफै सिकेको सर। म सानै बच्चैबाट चञ्चले मान्छे है। म यो गाउने बजाउने बाजा गाजा यिनी यो चाहिँ पहिलेबाट म बच्चै छँदै स्कुल पढ्दा छँदै चाहिँ मेरो धेरै रुचि चाहनाहरू थियो। म आफै बनाउँथेँ घरमा। दिनमा 5 र 7 चाहिँ म दिनमा बनाएकै छोड्थेँ। काँचो बाँसको पनि यसो छेर्ने क्या त्यसो गरेर सिकेको मैले आफ्नै यो आफ्नै बाँसलाई चाहिँ छेरेर बनाउने। हजुर। यो सनासो बाँस भन्ने पनि एउटा अलि सानो बाँस हुन्थ्यो कि ठुलो हुन्थ्यो? यत्रै ठुलै। अनि यो स्केल अब आजकल स्केलको हिसाबमा हुन्छ है। पहिला खास गरेर पहाडतिर हामीले बनबाँस पनि भन्छौँ, त्यो बनबाँसको है। हजुर हजुर बनबाँस। घर बाँसको त अब ठुलो हुन्छ, मोटो हुन्छ अनि त्यो बज्दैन बज्दैन। अनि त्यो निङ्गालो भन्ने हुन्थ्यो पहाडतिर, त्यो पनि हुँदैन, सिर्फ बनबाँस मात्रै। बनबाँसको चाहिँ हुन्छ, वनमा पाइन्छ होइन देवजी त्यो? वनमा हजुर। अनि सल्यान तपाईँ कुन ठाउँ रे घर? मेरो सल्यान पहिला चाहिँ छाइक्षेत्र गाविस वडा नम्बर 7 पानीखोला सल्यान थियो। अहिले छत्तेश्वरी गाउँपालिका वडा नम्बर 7 पानीखोला सल्यान छ अहिले। पानीखोला सल्यान हजुर। लुवामदेखि हल्का तल रिखे रामबजार काफ्रा भन्ने ठाउँदेखि यतापट्टि पर्छ हल्का। हजुर। अनि घरमा हजुर मात्रै हो कि अरूले पनि यसो गाउने नाच्नेहरू या बजाउनेहरू गर्नुहुन्छ? यस्तो हो सर, मेरो आमा चाहिँ अहिले हुनुहुन्न है। मेरो आमा चाहिँ डेड बाई भइसकेको। मेरो बुवा हुनुहुन्छ एकजना, अहिले सल्यानमै हुनुहुन्छ। बाख्रा पाटा पाल्ने, गाई भैँसी त छैनन्, खसीहरू पाल्नु भएको छ। एक्लै हुनुहुन्छ, आमा हुनुहुन्न। अनि हाम्रो चाहिँ मेरो बुढी अनि मेरो 2टा छोरी अनि लगायत म अहिले तुलसी बखलाको लगभग 15 वर्ष लगभग क्रस हुँदैछ। एउटा सानसानो घर पनि छ, आफ्नै घर छ। अब यसो अलिकति सानसानो बस्ने बास बनाएको छु। ओके देवजी, हामी तपाईँसँग गन्थन भन्दा पनि हामी अब अर्को गीत सुन्छौँ। ठिक छ। सरले भनिसकेपछि मैले नयाँ भन्न सकिनँ, ठिकै छ। मेरो अग्रज कलाकार स्वर सम्राट राजप्रभा दाईको गीत एउटा मिरमिरेको घाम भन्ने छ। आदरणीय दिदी लक्ष्मी नेपाली र आदरणीय दाजु राजप्रभाले गाएको गीत हो यो। एउटा मिरमिरेको घाम भन्ने गीतमा गइरहेको छ होइन। अब जानी नजानी भयो भने सानो एउटा प्रतिभा राखिदिन्छु। ओके। अनि ल म सुरु गरेँ है त सर। हस् ओके। यति नै हो। अनि अरू त आरामै हुनुहुन्छ देवजी? हजुर सर, आरामै छ। हामी कार्यक्रमको अन्तिम चरणमा पनि अब आइसकेका छौँ। हजुर सर। के भन्न चाहनुहुन्छ दर्शकहरूलाई? अब तपाईँ त जोस् यो गाउँघरमा पनि गन्थन मन्थन गर्ने मान्छे र बाँसुरी पनि बजाउनु भयो, मादल पनि बजाउँछु भन्नुभयो होइन? अनि घरमा पनि छोरीले गीत गाउनुहुन्छ अरे? हजुर। मेरो छोरीको नाम गोपी। ऊ पनि यो म्युजिक सेनमा अलिकति
चासो राख्ने ऊ हो, व्यक्ति नै हो। यदि मेला महोत्सवहरू र गाउँघरमा पूजापाठ भयो भने अब सल्यानतिर दाङतिर त अब पूजापाठ हुन्छन्, बिहे हुन्छ, त्यसमा त नाच्न गाउन पनि जानुपर्छ। त्यति जाँदाखेरि घरबाट हजुरको म्यामले यस्तो गर्नुहुन्न, जानुहुन्न, नाच्न गाउन जानुहुन्न भन्ने या नराम्रो सोच्ने, त्यस्तो सोच्नुहुन्न? अब हुन त हुन्छ, त्यो त सोझै आउँछ कुरो। अन्त मेरोमा चाहिँ अब रातिमा दिनभरि काम गरेको मान्छे अब खानापिना खाएर घरमा अब आनन्दसँग आराम गर्ने बेलामा कहाँ अनि बाहिर जाने भनेर भन्नुहुन्छ मेडमले। तपाईँको मनले मान्दैन? फेरि किनभने गीत सङ्गीतमा लागेको मान्छे हो नि त मान्छे। अनि होइन मेडम, म एकैछिनमा आउँछु है भनेर चाहिँ म साथीले बोलाएको छ भने यसो फुत्के गइहाल्छु क्या। चासो छ हजुरलाई गीत सङ्गीत भनिसकेपछि, चासो धेरै छ होइन? हजुर सर। देवजी रामजी खाँडको मात्रै गीत गाउन कारण के, अनि मलाई मन पराउन कारण के, मलाई धेरै मन पराउनुहुन्छ? एकदमै स्वर र उहाँको सङ्गीतहरू, उहाँको टुक्काहरू, उहाँको जो लय छ, उहाँको जो जुन हिसाबले उहाँले जो एल्बम निकाल्नु भएको छ, यो किन यदि रामजी खाँडले तपाईँको यो आवाजमा उहाँले अन्तर्वार्ता सुन्दै हुनुहुन्छ भने उहाँलाई के भन्न चाहनुहुन्छ? उहाँले मेरो यदि यो आवाज सुन्नुभयो भने अब लाइक, कमेन्ट, सब्सक्राइबमा चाहिँ हामी केही 2-4 शब्द लेखेर चाहिँ पठाउन सक्ने पनि गर्न सक्नेछौँ। यदि सुन्नुभयो भने चाहिँ मेरो फ्यान रहेछ यो मान्छे, कहाँको हो भनेर चाहिँ उहाँले सोध्नु होला होइन। हजुर, मलाई चाहिँ रामजी खाँड र राजु परात दुईवटा चाहिँ हुन त अन्य कलाकारहरू हुनुहुन्छ होइन, तर एउटा खुमन अधिकारी दाइ हुनुहुन्छ। बढी मनपर्ने चाहिँ उहाँहरू दुईवटा, राजु परात र रामजी खाँड। हजुर, रामजी खाँड र राजु परात। ठिक छ, अब नि हामी एउटा गीत सुन्छौँ। आहा, कति मिठो। अलिकति। अब हामी तपाईँसँग अन्तिम चरणमा छौँ। मैले केही भन्न भुलेका र तपाईँले मलाई यस्तो सोधिदियो हुन्थ्यो, म यो भन्न चाहेको थिएँ भन्ने कुरा केही बाँकी छन् भने त्यो सँगसँगै हामी लास्ट टुक्का चाहिँ एउटा गीत सँगसँगै बिदा हुन्छ? स्वर त खासै छैन मेरो। अब मेरो असाध्यै मन परेको भन्ने गीत चाहिँ यो विष्णु माझी, आदरणीय विष्णु माझीले र हुँ राजु प्रधानले गीत गाएको गीत हो। जानी नजाने भए पनि सानो एउटा हुन्छ, कुन गीत हो त्यो चाहिँ? एउटा यो मिक्सर गीत भएको छ, त्यसमा वनमा काँडा छ भन्ने एउटा लक्ष्मी नेपाली दिदी र विष्णु माझी अनि राजु प्रधान तीनजना मिलेर चाहिँ गाउनु भएको थियो। त्यसमा सानो एउटा स्वर त छैन, तै पनि सानो प्रयास गर्छ है त। तिमी मेरी यो दिल की रानी बस्यो माया, ख्याल ख्यालमै जान जाने वनमा काँडा छ, तिमी उता म यता जान्टो टाढा छ, तर बिरानो नसम्झ माया गाडा छ, बिरानो नसम्झ माया गाडा छ, बिरानो नसम्झ माया गाडा छ। यो बाँसुरीमा पनि सुन्छौँ? हुन्छ सर, हुन्छ सर। म बाँसमा त फेरि क्लियर हो।
कति मिठो। के भन्न चाहनुहुन्छ दर्शक महानुभावहरूलाई? अब हामी कार्यक्रमको अन्तिम चरणमा छौँ। हजुर धन्यवाद सर। अब अलिकति छोटो मिठो समय टाइम दिनु मलाई, अलिकति आफ्नो सानो प्रतिभा राख्न दिनुभएकोमा धेरै धेरै धन्यवाद सर। हामी यसै गरी फेरि आउँदै गर्छौँ होइन, अब आउने पनि छौँ, आउँछौँ पनि है। अब अहिलेको लागि चाहिँ सानो यो मेरो चाहिँ फर्स्ट चान्सको एउटा सानो प्रतिभा हो। यसमा अब अझ जानी नजानी भए पनि सानो एउटा यानि कि कहीँ मिस्टेक भएपछि अब भन्नु होला दर्शक महानुभावहरूले होइन। फेरि पनि अब यस्तै गरी आउँदै गरौँला भन्न चाहन्छु। हस्त धन्यवाद। उहाँ हुनुहुन्थ्यो दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 5 स्वर्गदारी टोल रानीझराबाट हुनुहुन्थ्यो देव सिंह ओली हुनुहुन्थ्यो। उहाँसँग हामी कुराकानी गरिसकेका छौँ र उहाँले आफ्ना प्रस्तुतिहरू पनि राखिसक्नु भएको छ र उहाँले आफ्ना कुराकानी पनि राख्नु भइसकेको छ। तपाईँहरूलाई जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव दिँदै यो कार्यक्रम यो अन्तर्वार्ता अन्तिमसम्म हेरिदिनुलाई भन्दै म कार्यक्रम प्रस्तुता दिपक ओली पनि तपाईँहरूको माझबाट छुटिने अनुमति माग्न चाहन्छु। हस्त धन्यवाद। नमस्ते। जय गीत जय सङ्गीत।